किनकि यो 20 वर्ष अगाडिको सपना आज म पनि अलिकति ठुलो भएँ हो। अन्त मिलेर यसरी बाउआमाको सपनाको लागि काम गर्दैछु। यसो बाल्कनी राखौँ भनेर सोचेको थिएँ कि बाल्कनी राख्दाखेरि चाहिँ के भयो भने चाहिँ रुम चाहिँ अलिक सानो सानो होला जस्तो भयो। त्यही भएर यो चाहिँ हाम्रो बाबाको लागि रुम, बाबाहरूको रुम यहाँ बनिँदैछ हो। फाइनली चाहिँ पेमेन्ट गर्दै मैले इटा र सिमेन्ट चाहिँ मेरो चाहिँ 12,300 आएछ हो। यो चाहिँ पेमेन्टहरू गर्दै यहाँनिर। हेलो सबैजनालाई, सबैजना एकदम ठिकै हुनुहुन्छ होला। म पनि एकदम ठिकै छु। अन्त आज चाहिँ म कहाँनिर छु भने चाहिँ हाम्रो त्यो लेकसेप टु गेजिङ रोड, म लेकसेपदेखि 2 किलोमिटर माथि छु हो। यहाँ चाहिँ म आज चाहिँ के देखाउन चाहँदैछु भने तपाईँहरूलाई चाहिँ मैले चाहिँ अब यो कुरा चाहिँ भनेको थिएन कसैलाई पनि हो। अन्त फाइनली चाहिँ अब यहाँनिर मेरो नयाँ घर बनिँदैछ। साथीभाइ हाम्रो हर हर महादेवको कृपया, तपाईँहरू सबैजनाको मायाले गर्दाखेरि मेरो घर चाहिँ बनिन थालेको छ यहाँनिर। अन्त आज चाहिँ म तपाईँहरूलाई सानो एउटा मेरो घरको हाउस टुर दिउँ भनेर हो। के कस्तो बनिँदो रहेछ यसो कमेन्ट गर्नुहोस् है तपाईँहरूले ल। यो चाहिँ अब तपाईँहरूको हरेक छोरा मान्छेको सपना हो नि त, आफ्नो घर बनाउने हो। अन्त मेरो पनि सपना यसो पुरा हुँदैछ। साथीभाइ सबैजनाको माया, हाम्रो हर हर महादेवको कृपयाले गर्दाखेरि चाहिँ मेरो घर बनिँदैछ। म देखाउँछु है तपाईँहरूलाई कस्तो बनिँदैछ हाम्रो घर चाहिँ भनेर। यहाँबाट देख्ने नजारा पनि दामी छ, एकदम हाइटमा छ हो। म पनि एकदम धेरैभन्दा धेरै खुसी छु हो। अब यो चाहिँ एउटा सबै छोरा मान्छेको एउटा सपना हो होइन, एउटा राम्रो घर होस् भन्ने। त्यस्तो छैन, यसो अलिअलि ट्राई हुँदैछ। अन्त मेरो बाबा आमालाई पनि धेरै धेरै धन्यवाद। आमा बाबाको यति बेसी दुःख नभएको भए चाहिँ आज यो जग्गामा हुँदैन थियो होला हो। अब त्यही हो, बिस्तारै हुँदैछ सबैजना। यसो सबभन्दा बेसी थ्याङ्क यू चाहिँ म मेरो बाबालाई दिन चाहन्छु। हाम्रो बाबा चाहिँ अब यति बेसी खटिराख्नु भएको छ यो घरको लागि। अन्त बाबाको 10-20 वर्ष अगाडिको सपना चाहिँ अहिले अब पुरा गर्नु पाउँदैछ। यसो म पनि जुरिनु पाउँदैछु होइन। त्यही हो, छोरा मान्छेलाई अब एकदम धेरै खुसी लाग्दो रहेछ आफ्नो आमा बाउको सपनाको लागि काम गर्नु पाउँदाखेरि चाहिँ। यो चाहिँ अब मेरो बाबा आमाको चाहिँ धेरैभन्दा आजभन्दा 20 वर्ष अगाडिको सपना हो। अन्त आज 20 वर्ष बादमा स्टार्टिङ हुँदैछ सपनाको, यसो स्टार्ट हुँदैछ हाम्रो ड्रिम। अन्त के कस्तो हुँदैछ हाम्रो घरहरू म तपाईँलाई देखाउँछु है ल। यहाँ हेर्नुहोस् है, यहाँनिर चाहिँ हाम्रो काम गर्ने भाइहरू छ। यहाँनिर चाहिँ बिस्तारै जोडिँदैछ हो, त्यस्तो ठुलो त छैन, सानो घर बनिँदैछ है। यहाँ इँटाहरू जोडिँदैछ। यो चाहिँ हाम्रो बाबाको लागि रुम, बाबाहरूको रुम यहाँ बनिँदैछ हो। अन्त यो चाहिँ हाम्रो लिभिङ रुम चाहिँ यहाँनिर हुन्छ, सानो रुमहरू छ। अन्त यो चाहिँ मेरो बेडरुम चाहिँ यहाँबाट हुन्छ। यहाँबाट चाहिँ एकदम दामी भ्यू पनि देखिन्छ यहाँबाट चलक्कै हो। यहाँ हाम्रो भाइहरू काम गर्दै रहेछ, त्यो यहाँ हुँदैछ बिस्तारै बिस्तारै। अन्त यो चाहिँ मेरो भाइ र बहिनीको रुम चाहिँ यहाँनिर बनिन्छ। के कस्तो हुँदो रहेछ मेरो घर चाहिँ यसो कमेन्ट गर्नु है साथीभाइ ल। बिस्तारै हुँदैछ। मलाई चाहिँ यहाँ चाहिँ सबभन्दा मजा चाहिँ के लाग्छ भने चाहिँ यो हेर्नुहोस् न, यहाँदेखि चाहिँ यस्तो दामी भ्यू देखिन्छ कि अब मजा आउँछ, एकदम पिसफुल छ हो। अन्त यहाँ तल चाहिँ अब हाम्रो दैलोहरू बनाइदिनु हुँदैछ, तल दाजुले खिड्की दैलोहरू बनाउनु हुँदैछ हो। म त्यहाँ पनि तपाईँलाई देखाउँछु है ल। यहाँनिर हाम्रो भाइहरू छ 7-8 जना यहाँनिर काम गर्दैछ उहाँहरूले चाहिँ। तल चाहिँ हाम्रो के पो बनाएको भाइ यहाँनिर त, दैलोहरू बनाएको होइन? हजुर सिँढी, अनि यहाँनिर चौकटहरू बनाएको नि त होइन, केटाहरूले सिँढी बनाएको। हाम्रो भाइहरूले यहाँ सिँढीहरू बनाइदिँदैछ एकदम खटेर केटाहरूले हो। यहाँनिर हाम्रो दाजुले चाहिँ चौकटहरू बनाउँदै रहेछ। हेलो दाजु, हेलो भनिदिनु न। यहाँनिर दाजु नाम के भयो दा? हजुर दुलन दाजु। हाम्रो दुलन दाजुले चाहिँ एकदम दामी चौकटहरू बनाएको होइन दाजु? चौकटहरू पनि बनिँदैछ यहाँनिर बिस्तारै बिस्तारै। अब 1-2 महिनामा चाहिँ कम्प्लिट हुन्छ होला हो। मैले चाहिँ भिडियो चाहिँ गरेको थिइनँ, आज चाहिँ यसो गरौँ न भनेर सोचेर नि, यसो तपाईँले पनि हेरिदिनुहोस्। यहाँनिर पनि हाम्रो अब यहाँ पनि स्टोर चाहिँ भइरहेछ अहिले चाहिँ। यहाँ पनि तपाईँको एउटा रुम निक्लिन्छ हो। यहाँ एउटा तलको लागि यहाँ एउटा लिभिङ रुम निक्लिन्छ, अन्त माथिको लागि एउटा लिभिङ रुम निक्लिन्छ हो। अन्त यो एउटा यहाँ चाहिँ 2टा रुम चाहिँ अब यसो गेस्टहरूको लागि, हाम्रो लागि माथि 4टा रुम भइहाल्यो हाम्रो फ्यामिलीको लागि हो। अन्त यहाँ चाहिँ यसो गेस्टहरूको लागि चाहिँ यहाँनिर बनिँदैछ। यहाँबाट रोडदेखि त्यही छेउमा छ, यहाँनिर केटाहरू काम पनि मजाले गर्दैछ हो। त्यही हो, के कस्तो भएछ हाम्रो घर यसो कमेन्ट गरिदिनुहोस् है ल। यसरी सबैजनाले सपोर्ट गरिदिनुहोस्, माया देखाइदिनुहोस्, हर हर महादेव कृपया रहिरहोस् हो। अन्त त्यही यहाँ हुँदैछ। अब बिस्तारै बिस्तारै के कस्तो हुन्छ म तपाईँहरूलाई कम्प्लिट भएर पनि देखाउँछु हो। अन्त यहाँनिर चाहिँ के गर्नुपर्छ यसो कमेन्ट गरिदिनु है। यहाँनिर चाहिँ मेरो ओह्रालो झर्नुको लागि सिँढी बनिँदैछ, यहाँ केटाहरूले नाप्नुपहरू गर्दैछ हो। यहाँबाट टक्कै सिँढी आउँछ। यहाँ मुनिको चाहिँ सिटिङ रुम हुन्छ, यहाँनिर चाहिँ गेस्ट रुमहरू। अन्त हाम्रो लिभिङ रुम चाहिँ यहाँ माथि छ, हामी बस्नेहरू चाहिँ यो उकालोमा चाहिँ हामी माथि चाहिँ हाम्रो फ्यामिली चाहिँ माथि बस्छ। केटाहरूलाई काम पनि एकदम छिटो गर्दै इँटाहरू आएको थियो, 3-4 दिन भएको थियो। 3-4 दिनमा प्लाटफुल जोडिहाल्यो हो। अन्त अहिले अलिकति इँटा नपुगेर चाहिँ बाबाहरू इँटा ल्याउनु जानुभएको छ, इँटा र सिमेन्ट। यहाँ काम गर्दा गर्दा अलिक सकेछ नि त हो।
अन्त तिनीहरू लिइराखेर यहाँ लगाइराखेर म पनि ड्युटी हिँडेको आज चाहिँ तपाईँलाई यसो अलिकति मेरो हाउस टुर दिइराखौँ भनेर नि के कस्तो हुँदो रहेछ मेरो घरहरू यसो कमेन्ट गरौँ है साथीभाइ। यहाँनिर भाइ पनि हेलो भन्दै त मेरो मिस्त्री हो ऊ चाहिँ यहाँनिर दुईजनाहरू केटाहरू एकदम सिधा सिधा छ फेरि हो। अन्त केटाहरूले काम पनि एकदम मजाले गर्दो रहेछ। तपाईँहरू पनि घरहरू काम छ भने चाहिँ यसो भन्नुहोस् है। यहाँनिर चाहिँ मेरोमा काम गर्ने ग्रुपहरू चाहिँ ल हेर्दै गर्नुहोस् ल। अहिले म बाबाहरू यसो इटा सिमेन्ट लिएर आएपछि देखाउँछु है तपाईँहरूलाई ल। अलिक साफसफाइ पनि गरिदिनु पऱ्यो कि यहाँनिर। त्यहाँदेखि म ड्युटी निस्किन्छु के कस्तो हुँदैछ हेर्दै गर्नु है साथीभाइ। अन्त मैले चाहिँ यहाँनिर चाहिँ यसो बाल्कोनी राखौँ भनेर सोचेको थिएँ कि बाल्कोनी राख्दाखेरि चाहिँ के भयो भने चाहिँ रुम चाहिँ अलिक सानो सानो होला जस्तो भयो। त्यही भएर यहाँनिर चाहिँ बाल्कोनीको हामीले सिस्टम त्यस्तो पाराले बनाएको थियो त्यो चाहिँ अलिकति क्यान्सल भएर चाहिँ अब यहाँनिर बाल्कोनी चाहिँ एउटा सानो मात्रै राखेको छ हामीले। यो चाहिँ यसो बाहिर हावासावा खाने जग्गाहरू बनिँदैछ। यहाँ सानो बाल्कोनी हो यहाँबाट सिँढी बनिँदैछ ओह्रालो। अब यहाँदेखि पनि अझै एउटा सिँढी बनिन्छ उकालो पनि। अन्त हाम्रो किचन चाहिँ अब यसको माथि बनाउने छु म। यो भित्र चाहिँ हाम्रो रुमहरू हो। एकदम धेरैभन्दा पनि धेरै खुसी लागिरहेछ मलाई चाहिँ। त्यही मनबाटै मेरो बाबा आमालाई चाहिँ एकदम धेरैभन्दा पनि धेरै धन्यवाद छ हो। म पनि एकदम खुसी भइरहेको छु आमा बाउको सपनाको लागि काम गर्नु पाउँदाखेरि। किनकि यो 20 वर्ष अगाडिको सपना आज म पनि अलिकति ठुलो भएँ हो। अन्त मिलेर यसरी बाउ आमाको सपनाको लागि काम गर्दैछु। तपाईँहरू सबैजनाले बेस्ट विसेस दिनुहोस् हो। मेरो घर के कस्तो हुँदैछ कमेन्ट पनि गरिदिनुहोस्। अन्त यहाँनिर के चेन्जेसहरू ल्याउनु पऱ्यो भने चाहिँ यसो भन्नुमै ल। फेरि वान्स मुनि यहाँको भ्यू चाहिँ हेरिराख्नुहोस् न। यहाँ तल गाउँहरू छ हो। यहाँबाट चाहिँ एकदम दामी देख्नु छ। यहाँ माथि राबुङहरू देख्छ। यहाँबाट चाहिँ तपाईँको मैनाम राबुङ गेजिङहरू सबै देख्छ यहाँबाट हो। अन्त यहाँनिर चाहिँ मेरो घर बनिँदैछ। रोड पनि तपाईँको यहाँनिर छ। अहिले चाहिँ बिस्तारै हुँदैछ। अब टक्कै तपाईँलाई म कम्प्लिट गरेर देखाउँछु नि यहाँको ल के कस्तो हुन्छ। अहिले जस्ट स्टार्टिङ मात्रै हो हेर्दै गर्नु है साथीभाइ ल। पर टक्कै आउनु भएछ इँटा पनि लिएर बाबाहरू यहाँ पर हो। माथि गएर इँटाहरू झारौँ। यहाँ इँटा चाहिँ अलिकति पुगेन रहेछ कि इँटा र सिमेन्ट लिएर आउनु हुँदो रहेछ। त्यतिखेर झाडिराखेर अब यहाँनिर भाइहरूले काम गर्दै गर्छ म चाहिँ ड्युटी लाग्छु। बाबाले एकदम धेरै खटेर गरिदिनु हुँदैछ बिचारा। बाबा बिहानको 7 बजीदेखि बेलुकाको 6 बजीसम्म चाहिँ यहीँनिर हो। अन्त त्यही हुँदैछ बिस्तारै बिस्तारै कामहरू के कस्तो हुन्छ हेर्दै गर्नुहोस् है ल। किचन चाहिँ कहाँ बनिन्छ भने चाहिँ यहाँ चाहिँ अब एकदम रङडङ यहाँ चाहिँ केही छैन हो। पहिला मुनि टक्कै कम्प्लिटहरू गरेर चाहिँ किचनहरू चाहिँ यहाँ बनिन्छ। अन्त यहाँदेखि चाहिँ हाम्रो अहिले फिलहाल बस्दै गरेको घर चाहिँ पुरानो घर चाहिँ कहाँनिर छ भने चाहिँ म त्यो पनि देखाउँछु है ल। यहाँ पर जुन चाहिँ गाउँहरू देख्नु हुँदैछ नि यो सबभन्दा टपको चाहिँ मेरो घर हो। यहाँबाट पनि टक्कै घर देखिरहेछ। हामी ती जन्मियो ती हुर्कियो हो। अन्त अहिले चाहिँ अब यसो यहाँनिर एउटा सानो घर बनिँदैछ हाम्रो पनि। त्यही हो अब धेरै खुसी 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 म चाहिँ एकदम ह्याप्पी भन्दा नि ह्याप्पी। अन्त यहाँनिर हाम्रो लेक्से बजार पनि यहाँबाट चरक्कै देखिरहेछ। भ्यू चाहिँ एकदम दामी देख्छ। यहाँदेखि चाहिँ नि माइन्ड चाहिँ एकदम पिसफुल बनाइन्छ है साथीभाइ। 360 भ्यूहरू चाहिँ राखिदिनु है यस्तो छ हो। ल कमेन्टहरू गर्नुहोस् है ल के कस्तो हुँदैछ। यहाँ चाहिँ फाइनली मेरो इँटाहरू आइपुगिसक्यो। इँटा र सिमेन्ट आज अस्ति ल्याएको चाहिँ स्टक अलिक सकेछ कि। अन्त यहाँ पर हाम्रो लेक्सेबाट यसो सामानहरू ल्यायो हो। भयो भयो दा यहाँ इँटा र सिमेन्ट आएको छ नपुगेको लागि। अरू त सबै आएको थियो यहाँनिर हेर्नु सक्नुहुन्छ। जोडिसक्नु आँट्यो हो। अलिकति इन्कम्प्लिट भएको थियो नि त त्यो चाहिँ यहाँबाट लिएर आयो। के कति रुपियाँको आएको रहेछ हेरौँ ल। पेमेन्टहरू गरिदिन्छु यहाँनिर। फाइनली चाहिँ पेमेन्ट गर्दै मैले इँटा र सिमेन्ट चाहिँ मेरो चाहिँ 12,300को आएछ हो। यो चाहिँ पेमेन्टहरू गर्दै यहाँनिर अब यहाँबाट चाहिँ निस्किन्छु। यहाँनिर बाबा हुनुहुन्छ। यहाँनिर केटाहरू काम गर्ने चिया ल्याइदिएको थियो चियाहरू खाँदैछ हो। अन्त यस्तै छ है हाम्रो चाहिँ गाउँ बस्तीमा बनिँदै गरेको घर चाहिँ म चाहिँ यहाँबाट निस्केँ हो। मेरो घरहरू के कस्तो हुँदो रहेछ यसो कमेन्ट गरिदिउँ है ल। मैले सामानको पनि पेमेन्टहरू गर्दै यहाँनिर अलिकति इँटा र सिमेन्ट आएको थियो यसको पनि 12,300 रुपियाँ पुगेछ। त्यसको पनि पेमेन्टहरू गर्दै हो। अब चाहिँ यहाँबाट निस्किनुपर्छ। रोडदेखि चाहिँ छेउमै छ अहिले चाहिँ मेरो घर चाहिँ बनिँदै गरेको चाहिँ यस्तो हुँदैछ है। यहाँ मेरो सुन्दरी छ ल। के कस्तो भयो आजको भिडियो साथीभाइ यसो कमेन्ट गरौँ म। अन्त यसरी मेरो भिडियोमा जुडिराख्नुहोस् ल। अर्को भिडियोमा भेटौँ है ल। बाई बाई थ्याङ्क यू।